दिन आयो यस्तो आम्मामामामा के भन्नु रे मैले किन कहिले मैले किन माया नगरे होला भन त किन गाली गरेको मैले भन त मैले किन गाली गरे होला भन तिमी आफै भन न किन मैले के भनेको छु र नचलाऊ भनेको छु र कुन नाना मैले के भनेको छु र मैले नदिएको छु त उता डब फोर हुन्छ भनेर नि त कसले कहिले त्यो त अस्ति रिसाको बेला नि अस्ति नै कुरा अन्त आजको कुरा हो त त्यो अनि त्यो पुरानो कुरा लिएर नआउ न तिमी लु ल म भन्छु र भन्छु भने भन्छु भन्दैछु दुध गोप्नु है यता उता चलेर यता र उता 1 घन्टा भइसक्यो दुध लिएको थियो अहिले घप्ल्याक्क बनाउन न आनन्द हुन्छ खानु सानु पर्दैन है सानो सानो दुध खाइरहेको छौ गुड जब तिमीले खायौ त लाउ ल माया गर्छ आऊ माया गर्छु ल दुध खाऊ न त खाएपछि माया गर्छु दादाले खा भएर मैले माया गरेको आऊ त ल आऊ फेरि भन्ने बित्तिकै मान्यो भने मात्र माया गर्छ है 1 2 3 4 के भयो क्या तिमीलाई 4 15 4:30 दुध खाएको है त 4:45 दुध खाएको है त दुध फिनिस गर्ने काउन्टडाउन हो यो अब त माया गर्छु ल माया गरेपछि पो खान्छु ड्याडीले भनेपछि मानेपछि अनि ज्ञानी भएर खाएपछि पो माया गर्छ त पहिला माया गरेर खाने हो त लु यता हेर त कसरी तले आएर भगवान
आइया खोला खोला डेढको पेट छ नि त दुख्छ डेढ ए हेर निहुरै मिल्दैन हेर्छ जिम गर्न दिँदैन तिमी अनि गाह्रो हुन्छ क्या मलाई बुढीले बस्नु दिँदैन कस्तो गाह्रो भयो मलाई खोइ ल ल ल ल ल बल्ल भेट्यो ल ल छिटो छिटो अब त आइसिलो उठ 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 त अब गुड जब के खान्छौ जा खाइले खाउनु त खाउनु खाऊ ए भगवान् मैले कहिले यो कस्तो बच्चा होला लुलु छिटो फिनिस गर अनि त अनि धेरै माया गर्छु ल एकैछिन फिनिस गर कति गाह्रो छोरो तिमीलाई खानालाई पनि लुलु फास्ट 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 अब यो चाहिँ छोरो लास्ट हो है म त्यसपछि फकाउने लास्ट हो है यसपछि म साँच्चै बोल्दिनँ ऊ त्यो सोफामा गएर सुत्छु नि मैले फेरि सुत्नु हो म चाहिँ उसले सुत्नु हो 5 गर्छु 5 मा फिनिस गराउने म त्यहाँ गएर सुत्छु आज सोफामा गएर सुत्छु म एक्लै अनि ज्ञानी हो नि खाऊ न त डेढ छोरीसँग अनि त्यस्तो त्यो त्यो बाबुले दुध खायो भने त त्यो अनि त्यो आउँदै त्यो नै हुँदैन नि त डेढ छोरी सुत्नु गर्ने हो नि त हे भगवान् अनि त्यो खाऊ न खाएपछि त डेढ छोरी सँगै नुनु गर्ने हो नि त फेरि कति आउँछ गफ पनि ल है अब म लास्ट है छोरी त्यसपछि म फकाउने सकाउने केही गर्नेवाला छैन है अस्ति त्यो सोफा गरेर सुत्छु म 1 5 सँग है छोरो लास्ट हो है 5 सम्म मात्र हो छुट्टी फिनिस गरिहाल ल अब त्यति खाउनु त ल छिटो खाउनु गुटु 2 मैले खुवाउनु दुध आफै खायो भने पो ज्ञानी हुन्छ स्ट्रङ बडी लाग्छ ड्याडीले खाएर त बडी लाग्दैन ड्याडीको हात मात्र गल्छ ज्ञानी छोरो हो कि तिमी ड्याडीको ज्ञानी छोरो हो भने आफै घुटुघुटु खान्छ नत्र म ड्याडी खुवाइदिन्छु ल ज्ञानी होइन भने नि तिमी ज्ञानी म ज्ञानी होइन भन म आफै खुवाइदिन्छु ल तिमी ड्याडीको ज्ञानी छोरो हो कि होइन भन त कसरी हेऱ्यो मैले सोधेको क्या क्वेसन गर्दा यस्तै त हुन्छ नि त चाइनिज कस्तो हेर्नु अरे चाइनिज यस्तो हेर्नु सानो खाले नि फेरि के हेर्छ म्याङ्गो ओ माई गॉड ल दुध खानु आम भन्छ नि त छोरो आम कुन ल्याङ्ग्वेज हो आप बना चाहिँ के हो नि आप भन्ने म्याङ्गो छिटो गफ दिएर भयो क्या छोरी छिटो एकैछिन है कहिले दिन्छु नि मेरो मोटोले एक्लै खान्छु त म कहिले एक्लै खाएको मैले पिरो थियो नि त त्यो कहिलेको कुरा सम्झेर बस्छ नि तिमी पिरो दिन्छु त मेरो मुटुलाई अनि पिरो हुँदैन भगवान् मैले पो गफ लाएँ अब ल पुछ कस्तो छोरी जन्माएँ नि मैले
सिएन आउनु पनि मेरो फल्ट हो त्यो हो पिउनुस् न हजुर पिउनुस् भिडियो बनाएको छैन ए मोबाइलले टिक राखिरहेको यहाँ मैले टिकटक हेर्दा थिएँ अघि के देखाएँ मैले रोइनेछ भने के हुन्छ त्यहाँ तिम्रो भिडियो बनाउँछु यहाँनिर होइन क्या बाबा